आज जेठ 20 गते जुन 3 तारिकको दिन 7औं विश्व साइकल दिवसको यो पुनीत अवसरमा भद्रपुर साइकल सोसाइटीको तर्फबाट आयोजना गरिएको यो महत्त्वपूर्ण र ऐतिहासिक कार्यक्रममा सरिक हुन उपस्थित रहनुभएका हाम्रा आदरणीय अतिथिगणहरूलाई हामी हार्दिक स्वागत गर्दछौँ। र चन्द्रगढी विमानस्थल एउटा मेची अञ्चलकै नागरिक उड्डयन कार्यालयको रूपमा रहेको छ। यस भद्रपुरमा अवस्थित यस नागरिक उड्डयन कार्यालय चन्द्रगढी विमानस्थलमा सबैलाई उपस्थित रहनुभएका सबैलाई हार्दिक र न्यानो स्वागत अभिवादन गर्न चाहन्छौँ। सहभागी साथीहरू गुड मर्निङ, सबैलाई शुभ प्रभात, शुभ बिहानी। विश्व साइकल दिवसको हार्दिक र मङ्गलमय शुभकामना। किरण भाइ, विशालजी सबैलाई धेरै धेरै शुभकामना। यहाँ हामी उपस्थित भइसकेका छौँ। सन्नी भाइ, हाम्रो अशोक, अनि त्यहाँबाट चन्दन भाइ लगायत सबै साथीहरू एकदम रेडी हालतमा छ। आज भद्रपुरका आन्तरिक पर्यटन विकासको लागि महत्त्वपूर्ण टेवा पुर्याउने गरी हामीले लगभग 25-30 किलोमिटरभन्दा माथिको साइकल राइडको लागि हामी तयारी भइसकेका छौँ। हामी जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुखज्यूहरूलाई हामी वेटिङ गरिरहेका छौँ। हाम्रो बिचमा जनप्रतिनिधिहरूको पनि उपस्थिति हुने क्रम जारी छ। साइक्लिस्टहरू यहाँ नागरिक उड्डयन कार्यालयका कार्यालय प्रमुख किशोर छेत्री सर पनि उपस्थित भइसक्नु भएको छ। साह्रै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका निवर्तमान अध्यक्षज्यू पनि उपस्थित रहिसक्नु भएको छ। यो साइकल दिवसको बारेमा बाबुराम दाई, बाबुराम पराजुली सर, हाम्रो भद्रपुर झापा गोल्ड कपको अध्यक्ष दिपेश ढकालज्यू, त्यसरी नै हाम्रो भद्रपुर नगरपालिकाका कार्यकारी प्रमुखज्यू सुनिल निरोलाज्यूको पनि आगमन भइसकेको छ। सबैलाई शुभ बिहानी, शुभ प्रभात। र आजको यो विश्व साइकल दिवस र विश्व वातावरण दिवसको उपलक्ष्यमा भद्रपुर साइकल सोसाइटीले आयोजना गरेको यो महत्त्वपूर्ण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत, न्यानो अभिवादन गर्न चाहन्छु। धन्यवाद।